सो नमस्ते सबैजनालाई र धेरै दिनको अन्तरालमा आज मैले क्लास 10 को आज नोट लिएर आइरहेको छु र म यो भिडियो स्टार्ट गर्नुभन्दा अगाडि हजुरहरूले म एउटा रिक्वेस्ट गर्न चाहन्छु कि अन्तसम्म बनिदिनु होला र यहाँ हामी आज सबै डिटेल्समा कुरा गर्नेछौँ र मैले यस भिडियोलाई त अस्ति नै मैले खिचेको हो तर मैले आज दिँदैछु किनभने नेटवर्कको प्रब्लमले गर्दा मैले दिन पाइनँ। त्यसको लागि म धेरै सरी। मैले दिन्छु भनेर कम्युनिटी पोस्ट पनि गरेको थिएँ तर दिन पाइनँ नेटवर्कको प्रब्लमले गर्दा। र आउनुहोस् आज हामी क्लास 10 को डिस्कस गर्ने अनि सेकेन्ड इयरको डिस्कस गर्ने। र मैले यहाँ सबैभन्दा फास्ट दिएको छु, हजुरले हेर्न सक्नुहुन्छ 10 को र 12 को मैले सिलेबस दिएको छु। हामी तर यस भिडियोमा चाहिँ हामी 10 को मात्रै सिलेबस डिस्कस गर्ने जाउँ त। यहाँ रहेछ 10 को सिलेबसमा हजुरले हेर्नुपर्छ, सबै नै हेर्नुपर्छ भन्दा हुन्छ। सबै नै हजुरले हेर्नुपर्छ, हजुरहरूको पार्टमा भएको जिनिस र ग्रामरहरू हेर्नुपर्छ। र आज हामी डिस्कस गर्नेछौँ होइन। हजुरलाई सिलेबस चाहियो भने पनि सबै थोकको लागि म जति कुराहरू गर्छु जे गर्छु, हजुरलाई चाहियो भने केही प्रब्लम वा केही पिडिएफहरू चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। र यहाँ हेर्नु होला हजुरले, हामी जो डिस्कस गरौँ र बोई कलम लिएर बस्नुहुन्छ भने म विनम्र आह्वान गर्छु हजुरहरूलाई, किनभने बोई कलम लिएर बस्दा हामीलाई सजिलो हुन्छ। र यहाँ हेर्नु, संस्कृति नामक पाठको लेखकको यो मोस्ट इम्पोर्टेन्ट छ। यहाँ कविको नाम यो मिस्टेक भइरहेको छ, यो एकदम हुँदैन। पाठको लेखकको नाम लेख भनेर आएको छ। पाठको लेखकको नाम को हो हजुरले उयो गर्नु। यो टेस्ट पेपर हो एक्चुअली, यो हजुरलाई टेस्ट पेपर हो, यहाँ एन्सर भेट्नुहुन्न। हजुरले कतिवटा करेक्ट गर्नुहुन्छ होला कमेन्ट गर्नु, ठिक छ। र अब आयो संस्कृति कसलाई भनिन्छ। संस्कृति कसलाई भनिन्छ, संस्कार संस्कृत र संस्कृति कसलाई भनिन्छ, यो मोस्ट इम्पोर्टेन्ट हो। यहाँ संस्कार भएको छ, संस्कृत हुन्छ, संस्कृत हुन्छ यहाँ। अनि त्यहाँ पछाडि यहाँ छ संस्कृत किन र कसरी छाडिँदै जान्छ, कसलाई समाज भनिन्छ, यो कुराहरू यिनीहरू क्वेसनहरू हेर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ 1 नम्बरी छ। अब यहाँ हामीहरूको व्याख्या छ, म व्याख्या कसरी गर्छन् म लास्टमा त भन्ने नै छु हजुरलाई। यस भिडियोको लास्टमा लामो भए पनि हजुरले आज कष्ट मष्ट हेर्नु होला, यता टाइम निकालेर भए पनि। र यहाँ छ त्रिलोक 14 भुवनमा प्रभु व्यापक, जहाँ तहाँ कहाँसम्म भनौँ, जहाँ सबैमा राम प्यारा छन्। यसको व्याख्या गर्न आउँछ। मैले सबैको एक एकवटा व्याख्या दिएको छु, हजुरले यहाँ हेर्न सक्नुहुन्छ। निर्मल गाडा निर्गगनका टुकुडाहरू छन्, बुट्टादार पश्चिम लाली पूर्व छ जाली, बादल पर्दा चित्रकार रूपलालले 100 को नोट नसाट्नु पर्ने के त्यति हो दोष, यो आउन सक्छ। यसमा 5 नम्बर आउन सक्छ, मोस्ट इम्पोर्टेन्ट। र यहाँनिर यो पनि व्याख्या आउन सक्छ, व्याख्या गर्न भनेर आउन सक्छ। हामी लास्टमा कसरी व्याख्या गर्छौँ हजुरले 2 मार्क त भेट्नु नै हुन्छ यो भिडियो लास्टसम्म हेर्नुभयो भने व्याख्यामा। र अरू पनि 5 नम्बरै तपाईँले क्यारी गर्न सक्नुहुन्छ। तर अब जो एकदम जसले एकदमै अब इच्छा गरेन लेख्नु भने त्यसले चाहिँ 5 मार्कमा 2 वा 3 मार्क भए पनि हजुरले भेट्नुहुन्छ। अब कसरी भेट्नुहुन्छ हजुरले म लास्टमा सिकाउने छु। र हामी डिस्कस गरौँ अब क्वेसनतर्फ। कवि केमा राम देख्छन्, यो क्वेसन हजुरलाई 1 नम्बरी डाइरेक्ट नदिएर MCQमा दिन सक्छ। मैले के भने MCQमा दिन सक्छ। कविको नजरमा को प्यारा छन्, कविको नजरमा को प्यारा छन्, यो पनि MCQमा दिन सक्छ भने। अब यहाँ आयो रामको नाम कस्तो छ, रामको नाम कस्तो छ, हजुरले यहाँ यो पनि MCQमा दिन सक्छ है त। मिठो छ, तितो छ, खल्लो छ, यस्ता खालका क्वेसनहरू हजुरको सामु धेरै आएका देखिन्छ। त्यसैले गर्दा एकदम मोस्टली हजुरले मनमा राख्नुपर्ने हुन्छ। र
यहाँ भनिएको छ रामको नाम कस्तो संस्कृति परिवर्तनशील छ हो या होइन, हो नि भएको छ, यो हो नि हुँदैन, होइन हुन्छ यहाँ। र के हुन्छ एन्सर हजुरहरूलाई यो टेस्ट गर्नु होला, आफैलाई किताब पढ्नु होला। यसमा भएका क्वेसन एन्सरहरू हजुरहरूले यो गर्नुभयो भने 100मा हजुरहरूले 90% भेट्ने चान्स छ एउटा नेपाली एमआइलमा। किनभने अहिले म भन्दैछु यसको कुनै कारण किन भेट्नुहुन्छ। सबै आज म ट्रिक्सहरू सबै एउटै भिडियोमा समेट्छु, किनभने टाइम आउन आँटो, कम्ती दिन छ, कम्ती दिनमा कसरी पढ्ने म सबै यस भिडियोमा समेट्छु। लामो भए तापनि हजुरले नेपाली एमआइल साह्रो पर्दैछ भने हजुरले पक्कै पनि हेर्नु होला। र हामी डिस्कस गर्नु संस्कृति परिवर्तनशील छ कि छैन। मैले यो त हो नि हुँदैन, यो होइन हुन्छ, मैले अघि भनिसकेँ। अरण्य यात्रा पाठको मूल लेखकको नाम मोस्ट इम्पोर्टेन्ट हो। अरण्य यात्रा पाठको अनुवादकको नाम लेख, यो मोस्ट इम्पोर्टेन्ट हो। रुखले के आगे सोच्छ, यो मोस्ट इम्पोर्टेन्ट हो। महिचन्द्र मिरी को हुन्, बापिराम हाजरिका को हुन्, यिनीहरू सब हजुरले हेर्नुपर्ने हुन्छ। यी सब 1 नम्बरी हुन्। र 1 नम्बरीका छन् तिनको घसिया गीतको लेखक को हुन्, अनि कवितामा नायिकाको तुलना कोसित गरिएको छ, यो मोस्ट इम्पोर्टेन्ट। यस कविताकी नायिकाले के गरिरहेकी छिन्, मोस्ट इम्पोर्टेन्ट। लक्ष्मीप्रसाद देवकोटालाई के उपाधि दिएको छ, तारापति उपाध्याय ज्यूले लेख्नु भएको पाठको नाम के हो। बा हजुरलाई यहाँ पाठको नाम दिएको हुन्छ, अनि यसको लेखकको नाम को भनेर आउन सक्छ। लेखकको नाम को भनेर आउन सक्छ। हजुरले यो एकदम बाइट गरेर जानु होला। अनि त्यसै गरेर लक्ष्मीप्रसाद देवकोटालाई के उपाधि दिएको थियो, तारापति उपाध्याय ज्यूले लेख्नु भएको पाठको नाम के हो, रामानुजनको बाबु के काम गर्थे, सिन्धु पत्रिकामा रामानुजनको के लेखिएको थियो। यो हजुरलाई यो क्वेसन यो तरिकाले नदिएर हजुरलाई रामानुजन बारे लेखिएको पत्रिकाको नाम के हो, बा यो कति सनमा प्रकाशित भएको थियो, कति सनमा प्रकाशित भएको थियो, मैले के भने प्रकाशित, ठिक छ। यो मोस्ट इम्पोर्टेन्ट हजुरले हेर्नु होला, कति सनमा प्रकाशित भएको थियो यो पनि हेर्नु होला है त। र इन्डियन म्याथमेटिकल सोसाइटी कसले स्थापन गरिएको थियो यो हेर्नु होला। रामानुजनको जन्म कहिले र कहाँ भएको थियो यो हेर्नु होला। जर्ज सरिस्काले लेखेको पुस्तकको नाम के हो यो पनि हेर्नु होला। रामानुजनको मृत्यु कहिले भयो यो पनि हेर्नु होला। 100 रुपियाँको नोट पाठको लेखक को हुन् यो पनि हेर्नु होला। मैले अघि भनिसकेँ यही हो क्वेसन, यही नै हो क्वेसनहरू, यिनीहरू नि आउँछन्। तर अलिकति शब्दहरू जस्तै कि यो शब्द हजुरलाई फास्टामा लगाइदिएको हुन्छ, फास्टाको शब्द यस्तामा हो त्यो तरिकाले दिएको हुन्छ, हजुरलाई कन्फ्युज मात्रै बनाइदिएको हुन्छ। तर बाँकी एउटै हुन्छ, तर बेसी बनाइदिएको हुँदैन। बेसी गरेर क्लास 12मा चाहिँ बनाइदिएको हुन्छ। हो त्यही भएर क्लास 12का स्टुडेन्टले चाहिँ मोस्ट इम्पोर्टेन्ट हेर्नुपर्छ, तर क्लास 10मा त्यस्तो बनाइएको देखिँदैन। अब मैले यहाँ दिएको छु, हजुरले क्वेसन डाइरेक्ट नपढ्नु होला। म यहाँ एउटा के भन्दैछु भने हजुरहरूलाई यहाँनिर जुन दिएको छ यी क्वेसनहरू हुन्, जुन छ कृतिहरूको छन्, यहाँ कृतिहरूको छन् जुन छ। अब यहाँ विशेष गरेर विभिन्न कृतिहरूको कुरा गरिएको छ होइन। अब विभिन्न लेखकहरूले लेखेका कृतिहरूको, अब यहाँ कृतिहरूको हामी यिनीहरू क्वेसन हामीहरू डिस्कस गर्नुभन्दा अगाडि म तपाईँहरूलाई भनौँ, यहाँ 2 टाइपका क्वेसन आउन सक्छन्। एउटा 3 टाइपका आउन सक्छन्। एउटा छ कृति कुन हो, यो कविको कुनै एउटा कवि दिएको हुन्छ, त्यसको एउटा कृतिको नाम लेख, बा एउटा कृति दिएको हुन्छ, अनि त्यसको कृति कसले लेखेको थियो, बा कति सनमा प्रकाशित भएको थियो। र के आउँछ भने अर्को चाहिँ त्यो आउँछ मोस्ट इम्पोर्टेन्टली चाहिँ एउटा कृति दिएको हुन्छ, अनि त्यो कृति के हो, बा एउटा कथा हो कि बा एउटा भएन गीत सङ्कलन हो कि, यो टाइपकाहरू हुन्छन्। हो त्यही भएर मैले यहाँ जति दिएको छु हो त्यो क्लियरली हेरेर हजुरले गीत सङ्कलनहरूको हेर्नुभयो भने मोस्ट इम्पोर्टेन्टली हजुरले भेटिहाल्नुहुन्छ। अब आउनुहोस् हामी डिस्कस गरौँ मेनतिर। पुतली कसको कृति हो, यसको प्रकाशन पनि बाइट गर्नुपर्ने हुन्छ, ठिक छ। यसको प्रकाशन पनि हजुरले बाइट गर्नुपर्ने हुन्छ। मुना मदन कसको कृति हो, यो मोस्ट इम्पोर्टेन्ट
र अच्छा मुनामदन प्रकाशन हजुरलाई त थाहा नै छ, म एउटाको भनिदिन्छु। मुनामदन 1935 मा भएको थियो। लु मैले यो एउटा भन्दै, हजुरहरूले बाँकी हेर्नु होला ती किताबमा। अनि कटक कसको कृति हो, मैना कसको कृति हो, नवमी के हो बा कसको कृति हो बा कृति कति सनमा प्रकाशन भएको थियो बा यहाँ एउटा पनि आउन सक्छ जे यो के हो, यो के हो, यो टाइपका क्वेसनहरू हो। त्यही भएर ध्यान दिनु होला। हजुरलाई यस्तै खालका कुरा अलिकति चेन्जिङ गरिदिन्छ, अलिकति यस्तामै चेन्जिङ गरिदिन्छ। बाँकी 5 अरूमा गर्दैन, यस्तै जुन यस्तामै मात्रै अलिकति चेन्ज गरिएको देखिन्छ। बाँकी हजुरलाई 1 नम्बरी क्वेसनमा पनि बाँकीमा चेन्ज गर्दैन, यही कृतिहरूमा चाहिँ अलिकति चेन्ज गरिदिन्छ। निबन्ध कुञ्ज कसको कृति हो? रूपलालले आफ्नो मालिकसँग कति रुपियाँ सपोर्ट मागेको थियो? मागेका थिए। मैले नोटबुक खोलेर देखाएँ कसको बनाइ हो? यस्ता खालका क्वेसन पनि आउँछन्। हेर्नु कस्ता खालका क्वेसन आउँदा रहन्, यहाँबाट आइडिया पनि लिनु होला। अन्ली पढ्ने मात्रै होइन यहाँ, ठिक छ। यहाँबाट हजुरले कस्ता खालका क्वेसन आउँछन् हेर्नु होला। मैले नोटबुक खोलेर देखाएँ, यस्ता खालका क्वेसनहरू आउन सक्छन्। हो त्यही भएर मेन बुकको च्याप्टरहरू पढ्नु भएको छ कि छैन, यो टेस्ट हो, तपाईँहरूले अगाडि नै पढ्नुपर्छ। यो अहिले पनि चान्स छ, दिनभरि हजुरले पढ्न पनि सक्नुहुन्छ। र अब यहाँ आयो, शिवकुमार राईको जन्म कहिले भएको थियो? खरे कसको कृति हो? शिवकुमार राईको मृत्यु कहिले भएको थियो? मदिरा होइन मेरो पसिना कसको कृति हो? यो हजुरले मोस्ट इम्पोर्टेन्टली कति पढ्नु भएको रहेछ म हजुरलाई टेस्ट गर्छु। यहाँ हजुरले म डिस्कस गरिरहेको, हजुरले कमेन्ट गर्नु होला है त, कुनको हजुरले कतिजनाले करेक्ट एन्सर वा कति उयो गर्नुहुन्छ र नम्बर भन्नु होला। यो कम्प्लिट भइसकेर हजुरले कति जान्नुभयो, कति मार्कको जान्नुभयो, मलाई टोटल कमेन्ट बक्समा हजुरले कति नम्बर हो मलाई यहाँ नम्बर सो गरिदिनु, ठिक छ। अब हामी डिस्कस गरौँ। फेरि यहाँ यही छ कृतिहरूकै कुरा अलिकति हामीहरूले यहाँ राखिदिएको छौँ। दूर दूरको कृति होइन यो, सरी, यो शब्द अर्थ। अब हेर्नु होला, शब्द अर्थ पनि आउँछ हजुरलाई, शब्द अर्थ, शब्द अर्थ। अब शब्द अर्थ पनि आउँछ हजुरलाई। र मोस्ट इम्पोर्टेन्टली शब्द अर्थ हेर्नु होला, दूर दूरको अर्थ। यहाँ दूर दूरको अर्थ पनि हेर्नु होला। र सम्बलको भनेको के हो, जलकुम्भी भनेको के हो, बेयाद भनेको के हो, निनादको अर्थ के हो, प्रगाटको अर्थ के हो, अट्टहासी भनेको के हो, सफ्टवेयर भनेको के हो, बुटिङ के हो, शेर्पा के हो, गगनचुम्बी भनेको के हो, यस्ता खालका आउन सक्छन्। यस्ता खालका हजुरले मोस्ट इम्पोर्टेन्ट शब्द अर्थ पनि यहाँ राख्नु होला। अब यहाँ हेर्नु होला, प्रभु केमा, अब 2 नम्बर आए। प्रभु केमा राम देख्छन्, यो पनि 2 नम्बर। यहाँ जति छन् 2 नम्बर हुन् हजुरलाई। यहाँ हेर्नु होला, यहाँ माथि नै सो गरिरहेको छ होइन, प्रभु केमा राम देख्छन्। अब हेर्नु होला तपाईँहरूले यहाँ मोस्टली के भने यहाँ छ, प्रभु कहाँ कहाँ व्यापक छन्, प्रभु कहाँ कहाँ व्यापक छन्। अब हेर्नु होला, यहाँ संस्कृति किन र कसरी छाडिँदै जान्छ, तिमीलाई रुख मन पर्ने 2टा कारण लेख, 3को घसिया गीतमा वर्णित युवतीको सुन्दरता कवितामा कसरी वर्णन गरिएको छ, देवकोटाको कुनै 2 कृतिको नाम लेख, रामानुजनको बिहे कोसित भएको थियो, बिहेपछि गणित प्रतिको मोह हट्यो कि हटेन। यस्ता खालका हजुरलाई मोस्ट इम्पोर्टेन्ट यिनीहरू क्वेसनहरू आउन सक्छन्। रामानुजनले गरेका 16वटा गवेषणा मध्येमा कुन 2वटा गवेषणा प्रसिद्ध थिए, यस्ता खालका आउन सक्छन्। रामानुजनको जन्म कहिले र कहाँ भएको थियो, रामानुजनको जन्म कहिले र कहाँ भएको थियो। अब आयो, रूपलालले कसरी जागिर पाएका थिए, रूपलालले कति तलब पाउँथे, के त्यो पर्याप्त थियो, यस्ता खालका क्वेसन आउन सक्छन्। अब हामीलाई यहाँ यति भएर म अलिकति हजुरहरूको सामु भन्न चाहन्छु, यहाँ कस्ता खालका क्वेसन भेटियो हामीहरूले ध्यान दिनु होला। यहाँ हामीहरूले भेट्यो 1 नम्बरी डाइरेक्ट क्वेसन, 1 नम्बरमा डाइरेक्ट क्वेसन, 2 नम्बरमा आयो शब्द अर्थबाट क्वेसन, 3 नम्बरमा आयो लेखकका कृतिहरूकोबाट क्वेसन, अनि 4 नम्बरमा आयो लेखक परिचयबाट लेखकको जन्म सनहरू यिनीहरूको बारे क्वेसन आयो। यति आइडिया हजुरले लगाउन सक्नुभयो। अनि अर्को आयो व्याख्या आयो, मोस्ट इम्पोर्टेन्ट व्याख्या आयो। हजुरले यो तरिकाको कुनै पेपरहरू हेर्नुभयो भने पनि यो आइडिया लगाउनु होला, ठिक छ। अब हामी डिस्कस गरौँ। हामीहरूले यहाँ भनिसकेका थियौँ हो,
व्याख्या डिस्कस गर्ने लास्ट टाइममा व्याख्या कसरी गर्छन् र म यहाँ व्याख्या भन्दैछु हजुर मोस्ट इम्पोर्टेन्ट हो हजुरले यहाँ व्याख्या हजुरले यदि यस भिडियोलाई सम्पूर्ण हेर्नु भने 2 बाट 3 मार्क व्याख्यामा इजिली भेट्नुहुन्छ र हजुरले अब आउनुहोस् हामी एकदम फास्टदेखि 1 देखि बर 10 बा 100% सम्मको क्लियर हौ हजुरले अहिले अब हेर्नु हुँदैछ यहाँ A to Z हामीले सब डिस्कस गर्नेछौँ र आउनुहोस् हामी डिस्कस गरौँ देरी नगरी है त अब व्याख्यामा हजुरलाई 2 किसिमको दिन सक्छ मैले यहाँ लेखिदिएँ एउटा हुन्छ व्याख्या गर यो एउटा 2 नम्बरमा आयो सम्प्रसँग व्याख्या मैले के भने व्याख्या अनि अर्को एउटा सम्प्रसँग व्याख्या एउटा व्याख्या अनि एउटा सम्प्रसँग व्याख्या यी 2 किसिमका व्याख्या हुन्छन् अच्छा हामी फास्ट डिस्कस गरौँ 2 नम्बरदेखि किनभने हामीले 2 नम्बरदेखि यदि व्याख्या मात्रैको हामीले डिस्कस गर्यौं भने हामीलाई व्याख्यामा आउन सजिलो पर्छ सो आउनुहोस् हामी डिस्कस गरौँ है त र आउनुहोस् हामी अब डिस्कस गर्नेछौँ फास्ट 2 नम्बरको आयो है त 2 नम्बरको व्याख्या हजुरलाई 2 नम्बरको व्याख्या गर भनेर यहाँ दिएको छ कुनै क्वेशनहरु दियो यहाँ जस्तै कि व्याख्या गर भनेर के गर व्याख्या गर अब यहाँ सम्प्रसँग व्याख्या गर भनेर हजुरलाई यहाँ क्वेशन आउन सक्छ र हामी एन्सरमा के लेख्ने यहाँ माथि सम्प्रसँग दिएको हुन्छ तल क नम्बर दिएर व्याख्या एउटा कुनै हजुरको पाठको वाक्य दिएको हुन्छ कविताहरुको विशेष गरी कुनै एउटा पाठ भित्रको सेन्टेन्सलाई ल्याएर अर्थात वाक्यलाई ल्याएर दिएको हुन्छ त्यसको व्याख्या गर्नुपर्ने के बुझाउँदैछ बुझ्नुभयो यति अब हामी डिस्कस गरौँ यस्तो खालको व्याख्या कसरी गरिन्छ हामी अब त्यो डिस्कस गर्नेछौँ यहाँ अब हामी डिस्कस गरौँ है अब व्याख्या सम्प्रसँग व्याख्यामा हजुरले एन्सरमा के लेख्नु पर्ने हुन्छ जस्तै कि उक्त वाक्य दशमी कक्षा अन्तर्गत दशमी कक्षा अन्तर्गत कहाँबाट लिएको कक्षा अन्तर्गत कुन किताबको नाम के हो नेपाली साहित्य सुमन मैले के भने नेपाली साहित्य सुमन हो कि प्रवेश हो मैले यहाँ सुमन दिएको थिएँ सुमन अन्तर्गत फेरि हजुरले यहाँ लेख्नु पर्ने हुन्छ अन्तर्गत कुनै एक कविद्वारा रचित कुन पाठबाट लिएको छ त्यो सेन्टेन्स हजुरलाई थाहा नै हुन्छ त्यसबाट लिएको मैले के भने लिएको
अब यहाँ आयो यति क्लियर भयो। फर्स्ट नम्बरको हामीले लेख्यौँ, यो स्टेप 1 धर्दिनु व्याख्याको। यो रोमन नम्बर 1 को 1 नम्बर। अब 2 नम्बरमा आयो, हजुरले यहाँ गर्नुपर्ने हुन्छ कि हजुरले यहाँ गर्नुपर्ने हुन्छ के भने देखि सम्प्रसँग व्याख्यामा चाहिँ हामी गर्दैछौँ। हजुरलाई थाहा नै छ, म धेर भन्न पनि चाहिनँ। सम्प्रसँग व्याख्यामा हजुरहरूले यहाँ ध्यान दिनु, 1 नम्बर हेडलाइन लेखिसकेर सेकेन्डमा सम्प्रसँग भनेर लेख्नु। के भनेर? सम्प्रसँग। बस यति धेरै यसरी आस्थान दिनु। सम्प्रसँग भनेर लेख्नुभयो। अब यो हेडलाइन यहाँदेखिबाट सुरु गर्नु, सम्प्रसँग भनेर लेखेर। यहाँ हजुरले एउटा कुरो ध्यान दिनुपर्ने हुन्छ, यहाँ बेसी से बेसी वान सेन्टेन्समा एउटा सेन्टेन्समा हजुरहरूले लेखिदिनु पर्ने हुन्छ जे त्यो क्वेसनमा दिएको जुन व्याख्या गर्न दिएको छ हो त्यसले के भनिरहेको छ त्यो वान सेन्टेन्समा लेख्नु। र जति सक्दो हजुरले यो सम्प्रसङ्गमा चाहिँ एकदम छोटो गर्नु। जस्तै कि त्यहाँ तपाईँले 10 देखिबाट भरिसके 15 वर्डसम्मको लेख्ने कोसिस गर्नु, वा 20 देखि माथि नजानु होला है त। एउटा सेन्टेन्समा लेखिदिनु भयो। हामीहरूको एउटा व्याख्याको हेडलाइन पनि भयो, सम्प्रसङ्ग पनि भयो। अब आयो व्याख्या। थर्डमा के आयो? व्याख्या। मैले के भन्दैछु हजुरहरू के बुझ्नु हुँदैछ? व्याख्यामा पनि यसरी आस्थान। अब त क्वेसनमा दिएको सेन्टेन्स जुनको व्याख्या गर्नु हुँदैछ त्यसले के भनेको यहाँनेरि हजुरले लेख्नु पर्ने हुन्छ। यसको हजुरले 4 बाट 5 यति भित्रको सेन्टेन्समा हजुरले बुझाइदिँदा हुन्छ। यहाँ हजुरहरूको 5 मार्क हुन्छ। मैले के भने 5 मार्कमा हजुरलाई 2 मार्क हेडलाइनमा आयो, 1 मार्क केमा आयो भन्दा फेरि सम्प्रसङ्गमा आयो, अनि आयो 3 मार्क। 3 मार्क हजुरले व्याख्याको त्यसमा आयो। क्लियर? यति क्लियर भयो हजुरलाई? बस क्लियर। अब व्याख्यामा पनि यही हो। मैले किनभने किन फास्टदेखि नगर मैले सेकेन्डबाट गएँ त? किन मैले यसमा नगएर मैले किन सेकेन्डमा गएँ त भन्दाखेरि यही हो, हामीहरूलाई यही सजिलो भयो। अब हेर्नु, क्वेसन दिएको हुन्छ हजुरलाई, कोही बेला ओन्ली व्याख्या गर भनेर मात्रै दिएको हुन्छ। यो कुरो त हजुरलाई थाहा छ। र यहाँ कुनै एउटा ध्यान दिनु है, कुनै एउटा सेन्टेन्स बुकको भित्रको पाठको भित्र कुनै एउटा सेन्टेन्स उठाएर दिएर यसको व्याख्या गर भन्दा मात्रै यो खालको लेख्नुपर्छ। र हजुरले जस्तै कि मैले भने जे लक्ष्मीप्रसाद उपाध्यायको लगभग मैले भने मेरो नजरमा रामप्यारा छनको कविबारे यहाँ व्याख्या गर भन्दा फेरि हजुरले यो लेख्नुभयो भने डाइरेक्टली रङ हुन्छ, अनि भरे मलाई आएर गाली गर्न फेरि लगाउनुहुन्न। हजुरहरूले यो कुरो चाहिँ ध्यान दिनुपर्ने हुन्छ। डाइरेक्ट कुनै क्वेसन मार्क दिएर हजुरलाई यहाँनिर कुनै एउटाको डाइरेक्ट एउटै लाइनमा क्वेसन पनि छ अनि लास्टमा व्याख्या गर भनेर दिएको छ। त्यही क्वेसनमा एउटै लाइनमा है, ध्यान दिनु, एउटै क्वेसनमा बा कुनै यहाँ दारी दिएर एउटै लाइनमै त्यो दिएको हुन्छ हो, त्यस्तामा चाहिँ डाइरेक्ट हजुरले उक्त वाक्य भनेर लेख्नु पर्दैन। ठिक छ, डाइरेक्ट व्याख्या गरिदिनुपर्छ हजुरले। र त्यसमा पनि 5 मार्क हुन्छ, डाइरेक्ट 5 मार्कै हजुरले व्याख्या गर्न सक्नुहुन्छ, वा 4 मार्क हुन्छ, 4 मार्कको पनि व्याख्या गर्न सक्नुहुन्छ हजुर। र अब आउनुहोस् हामी डिस्कस गरौँ। अब कुन भन्दा फेरि यहाँ यति त भयो, हजुरलाई थाहा भयो जे हामीहरूले व्याख्या सम्प्रसँग व्याख्या सिक्यौँ। अब हामी जुन व्याख्यामा आउने, अब 1 नम्बरमा आउने व्याख्यामा पनि त्यही हुन्छ। मैले के भने उक्त
उक्त वाक्य बस त्यही नै हुन्छ। र सेकेन्डको जुन थियो व्याख्या, हजुरहरूले यहाँ ध्यान दिनु। सेकेन्डको जुन थियो यहाँ जुन व्याख्या थियो, सेकेन्डको जुन सम्प्रसङ्ग व्याख्या थियो, फर्स्टको थियो हजुरले भनौँ यहाँ उक्त जुन हेडलाइन थियो कहाँबाट लिएको हो त्यो लेख्नु भएको थियो, र सेकेन्डमा लेख्नु भएको थियो हजुरले व्याख्या, सम्प्रसङ्ग व्याख्या भनेर लेख्नु भएको थियो, र थर्डमा लेख्नु भएको थियो व्याख्या। फर्स्टमा थियो उक्त अनि सेकेन्डमा थियो सम्प्रसङ्ग, अनि थर्डमा थियो यहाँ थियो व्याख्या गर्नुभएको थियो। 3वटा लाइन पछि मात्रै व्याख्या आएको थियो। यो कुरो हजुरलाई थाहा छ, यदि क्लियर भयो। तर यहाँ ओन्ली व्याख्या दियो भने चाहिँ हेडलाइन लेख्नु जुन छ सम्प्रसङ्ग पर्दैन, डाइरेक्ट व्याख्या सुरु गरिदिनु। र यसमा ध्यान दिनुपर्ने हजुरले के हुन्छ भने नि, यहाँनेरि व्याख्या वा सम्प्रसङ्ग व्याख्यामा कोही बेला 4 पनि दिएको हुन्छ, कोही बेला 5 पनि दिएको हुन्छ, कोही बेला व्याख्यामा 5 नम्बर, कोही बेला 4 नम्बर, कोही बेला सम्प्रसङ्ग व्याख्यामा 4 नम्बर, कोही बेला 5 नम्बर। र 4 नम्बर दियो भने चाहिँ त्यो एक्सटर्नलले कसरी, जस्तो कि बोर्डले कसरी हेर्छ भने सम्प्रसङ्गमा चाहिँ फर्स्टको दिन्छ हजुरलाई 2 मार्क, 1 मार्क, अनि तलको सोरी होइन, यो भएन हजुरले, यहाँ दिन्छ 2 मार्क, 2 मार्क पनि दिँदैन यहाँ, हजुरलाई ध्यान दिनुपर्ने हुन्छ। 4 मार्क दियो भने फर्स्टको 1 मार्क, सेकेन्डको 1 मार्क, अनि लास्टको 2 मार्क गरेर दिन्छ, व्याख्याको 2 मार्क गरेर दिन्छ। यो हजुरले ध्यान दिनुपर्ने हुन्छ। यो कुरो एकदम क्लियर भयो? क्लियर। अब सम्प्रसङ्ग व्याख्या हामीहरूले गर्यौँ, अब हामीहरूले व्याख्या पनि सिक्यौँ, सम्प्रसङ्ग व्याख्या पनि हामीहरूले सिक्यौँ। यति कुरो हजुरले जान्नुभयो। अगर जान्नु भएको छैन भने म यहाँ हजुरलाई एकदम बुझ्नु भएको छैन भने अगाडि लानु यस भिडियोलाई, र फेरि हेर्नु, रिहेर्दा पनि बुझ्नु भएन भने 2-3 खेप हेर्दा यसमा सम्पर्क गर्नु। सेभेन 002062277 यसमा मलाई कन्ट्याक्ट गर्दा हजुरले भेट्नु पनि हुन्छ है त। मैले यहाँ राम्ररी लेखिदिएँ। यो मोस्टली यसमा कन्ट्याक्ट गर्नु भने हजुरले यहाँ डाउटहरू 100% डाउट क्लियर हुनेछन्। ठिक छ, डाउट क्लियर। यति कुरो हजुरलाई थाहा भयो। अब सबै हामीहरूले क्वेसन एन्सरदेखिबाट, व्याख्यादेखिबाट सबै कुरो हामीलाई थाहा भयो। अब व्याख्याको हजुरले चिन्तै नगर्नु। किन नगर्नु भन्दा फेरि यसको पनि मोस्ट इम्पोर्टेन्ट छ कुरा, हजुरहरूले लास्ट टाइममा भन्नु होला, म पक्कै पनि भन्नेछु व्याख्याको किन चिन्ता नगर्नु भनेर। अब यहाँ आयो, हामीले व्याख्या गऱ्यौँ, तीमध्ये व्याख्या सिक्यौँ हो, त्यहाँ पछाडि अरू। अब हामी जाउँ, अहिले त मोटामोटी डिसेम्बर, अहिले के चल्दैछ, डिसेम्बर, जनवरी अनि छ फेब्रुअरी, अर्थात् हामीहरूको समय धेर छैन। म्याक्सिमम हजुरले 1 to 1.5 मन्थ्स छ, 1.5 मन्थ्स छ। मैले के भने 1.5 मन्थ छ यो। अब यो 1.5 मन्थमा हजुरहरूले यदि कोहीले स्टडी गर्नुभएको छैन भने, मैले के भने कोहीले स्टडी गर्नुभएको छैन भने हजुरले मोस्ट इम्पोर्टेन्टली हजुरलाई आज म स्टडीको ट्रिक्सहरू पनि बताउने छु हो। हजुरले तर ध्यान दिनुपर्ने हुन्छ। र फर्स्ट नम्बरको ट्रिक्स आउँछ
फर्स्ट नम्बरको ट्रिक्स हुन्छ, हजुरहरूले ध्यान दिनुपर्ने हुन्छ। यहाँ जे फर्स्ट नम्बरको ट्रिक्स हो, यहाँ डाइरेक्ट क्वेसन एन्सर हेर्नु। मैले के भने डाइरेक्ट क्वेसन एन्सर। फर्स्ट हजुरले 1 नम्बरीदेखि हेर्नु। 1 नम्बरी सबै च्याप्टरको बाइड गर्नुभयो, 2 नम्बरी बाइड गर्नुहोस्। 3 नम्बरी छ भने 3 नम्बरी, 4 नम्बरी छ भने 4 नम्बरी, 5 नम्बरी छ भने 5 नम्बरी। मैले के भने यसरी बाइड गर्नुभयो। अब आयो त्यहाँ पछाडि के गर्ने त, 1 नम्बर भयो, 2 नम्बरमा त्यस पछाडि हेर्नुपर्छ मोस्टली निबन्ध। म जहिले पनि हजुरलाई भन्छु, म जहिले पनि भन्नुहुन्छ जे मलाई, म जहिले पनि भन्छु 2 नम्बरमा निबन्ध। के निबन्ध हजुरले मोस्ट इम्पोर्टेन्ट। अब निबन्ध के हो? निबन्ध हो हजुरलाई कुनै एउटा वाक्य दिन सक्छ, या त मोबाइल फोनको विषयमा मोबाइल फोन भनेर दिन सक्छ, मोबाइल फोन र अर्को दिन सक्छ के भने 2 नम्बरको दिन सक्छ तिमीलाई मन पर्ने। मैले के भने तिमीलाई मन पर्ने कुनै एक कवि। तिमीलाई मन पर्ने कुनै एक कवि भनेर दिन सक्छ। यो एकदम ध्यान दिनुपर्ने हुन्छ। र के भने अर्को कुरो, अर्को के दिन सक्छ भने यहाँ जे तीजको विषयमा दिन सक्छ, बा दसैँको विषयमा दिन सक्छ। र दसैँ र तीज हजुरलाई क्लियर अगर अलिकति आइडिया लिन छ भने तपाईहरू एउटा काम गर्न सक्नुहुन्छ है। मैले डिस्क्रिप्सनमा एउटा भिडियोको लिङ्क दिएको छु। मैले के भने डिस्क्रिप्सनमा एउटा भिडियोको लिङ्क दिएको छु। हजुरले त्यो भिडियो हेर्नु हुनु। तपाईले यो भिडियो सकेर वा कुनै एउटा समय निकालेर त्यो भिडियो 2 खेपदेखिबाट 3 खेपसम्म हेर्नु होला। त्यसको विषयमा आइडिया भेटिहाल्नुहुन्छ, वा कोहीलाई एक खेप हेर्दा पनि आइडिया आइहाल्छ हैन। अब आयो दसैँको विषयमा हजुरले युट्युबमै सर्च गर्न सक्नुहुन्छ। दसैँ है, दसैँको विषयमा हजुरलाई अच्छा निबन्ध लेख्दा कोही बेला यस्तो हुन्छ, कोही लेख्नु भएको छ भने चाहिँ कहाँबाट स्टार्ट गरौँ त? निबन्ध त लेख्न हजुरलाई सक्नुहुन्छ, आइडिया आएको हुन्छ, तर कहाँबाट स्टार्ट गरौँ? त्यो के भएर हुन्छ थाहा छ? धेरै हजुरहरू हतार गर्नुहुन्छ। अनि आज म यस मात्रै लिएर आएको छैन, म बिस्तारै डिस्कस गर्दैछु। तर म यस भिडियोमै सबै क्लास सबै जुन डिटेल्स म एकदम सक्ने छु, ठिक छ? त्यसै भएर हजुरले सम्पूर्ण हेर्नु हुन म विनम्र अनुरोध गर्दछु, किनभने आजको यस भिडियोमा सबै समेटेको छ। अब हजुरले ध्यान दिनुपर्ने हुन्छ के भने नि त, यहाँ म हजुरको सामु यहाँ देखाउँदैछु पनि है। अब निबन्ध लेख्न, अब जस्तै कि कोहीलाई यस्तो टान परे, यस्तो बिमार हुन्छ, कसैको बिमार जे त्यो बिमार एक्जाममा टाइमै हुँदैन, कसैको होइन 99% को हुन्छ, लेखिसक्दा तारमाने टाइमै हुँदैन। कोहीले 10 वटा पनि छोड्नुहुन्छ क्वेसन, कोहीले 5 वटा, कोहीले 6 वटा, यो टाइपको छोड्नुहुन्छ। कतै तपाईँले यो सोच्नु भएको छ जे कोहीले त सारलाई दोष दिन्छन्, कोहीले
समयलाई दोष दिन्छन्। तर तपाईँहरूले एउटा कुरो सोच्नुभएको छ कि मेरै गल्ती भएको छ कि भनेर। अब त्यो के भएर हुन्छ र कसरी त्यसलाई सल्भ गर्ने म भन्दैछु। त्यो बिमारलाई सल्भ गर्ने राम्रो बनाउने औषधि पनि छ मसँग, चिन्ता गर्नु पर्दैन। अब आउनुहोस् निबन्ध एकदम 2-3 खेप हेर्नु। फास्ट हेडलाइन, हजुरले मोस्ट इम्पोर्टेन्टली हेडलाइन हेर्नु। अनि निबन्धमा नि त विशेष गरी म भन्दैछु तीज के हो। फर एक्जाम्पल तीज आयो, तीज के हो हजुरले यो मोस्ट इम्पोर्टेन्ट के हो फास्ट हेर्नु। के कसरी, मैले के भने कसरी, कसरी। अनि अर्को के भने मैले किन, अनि के कसरी किन कहाँ। अब यो भन्दा के हुन्छ भने के भन्दा फेरि तीज के हो, तीज कसरी मनाइन्छ, किन मनाइन्छ, अनि कहाँ मनाइन्छ, वा कसले मनाउँछन्, कुन, अनि कस्ता। अब कस्ता पनि आए। हजुरले यी वर्डहरू मनमनमै खेलाएर लेख्नु होला। यो टिप्स के, कहाँ, कस्ता, किन, कस्तो तरिकाले गर्छन्, के हो यसको काहिनी, के हो, यिनीहरू सबै लेख्नुपर्ने हुन्छ। र यसमा हजुरले भेट्नुहुन्छ 10 मार्क, टोटली 10 मार्क। 10 मार्कमा अब हजुरले धेरैलाई यो हुनसक्छ 10 मार्कमा के 3 पेज 4 पेज लेख्नुपर्छ अरे। यो म्याक्सिममको क्वेसन हुन्छ, 3 पेज वा 4 पेज लेख्नुपर्छ भन्ने हुन्छ। तर म भन्दिम 10 मार्कमा 3 पेज 4 पेज लेख्ने तपाईँले, म भन्दैछु तपाईँले 1 पेज लेख्न पनि हजुरले सक्नुहुन्छ। मैले के भने 1 पेज लेख्न पनि सक्नुहुन्छ। ठिक छ, 1 पेज लेख्न पनि सक्नुहुन्छ। किनभने नि त हजुरले 3 पेज 4 पेज हजुरको लेखाइमा डिपेन्ड गर्छ। बा हजुरले सबै समेटेर 1 पेजमा लेख्नु भएको छ भने त्यो के भने राम्रो हो। त्यो अब जस्तै कि बहलाएर लेख्न चाहनुहुन्छ भने तपाईँ चाहिँ 3 पेज वा 4 पेज लेख्दा फेरि हुन्छ। तर म के भन्छु भने नि, हजुरले मोटामोटी लेख्नुहुन्छ भने 1.5 पेज चाहिँ लेख्नु होला है। कम्ती लेख्नुहुन्छ भने 10 मार्क भेट्ने आशा हुन्छ कि एकदमै हजुरले ध्यान दिनुपर्ने के हुन्छ भने जुन छ 1.5 पेज चाहिँ एकदम कम्पलसरी लेख्नु होला। अनि हजुरले हेडलाइन लेख्नुभयो, 4-5 वटा लाइन लेख्नुभयो, त्यसको तल कुनै एउटा काहिनी बसाइदिनु, कुनै एउटा केही बसाइदिनु, बास भइहाल्यो, शेष, लेखा खत्तम भयो। निबन्धको विषयमा भयो। 1 नम्बरको डिस्कस गऱ्यौँ, 2 नम्बरको डिस्कस गऱ्यौँ, 3 नम्बरकोमा आयो व्याकरण। मैले के भने व्याकरणको सिलेबसहरू हजुरले कहीँ कतिबाट के गर्नुहुन्छ, जस्तै कि सङ्ख्या यिनीहरू जति बुकमा व्याकरणहरू छन् टोटली एकखेप छिचल्दिनु। हजुरले 1 दिन लगाइदिनु पऱ्यो एउटा सब्जेक्ट, बरु 1 दिन पढ्नु त्यो नेपाली, बरु 1 दिन आइतबार सन्डे मिलाएर पढ्नु होला हजुरले। किनभने कम्प्लिटली व्याकरण हेर्न सन्डे पढ्नु होला। सन्डेमा मोस्ट इम्पोर्टेन्टली एकदम राम्ररी पढिदिनु, त्यसलाई 2-3 खेप पढिदिनु होला, आइहाल्छ होइन। अब केही पढ्नु होइन, बुझ्न हजुरलाई केही डाउट केही भयो भने त मलाई, म जति जान्दछु हजुरलाई म सहायक गरिहाल्छु। यहाँ मैले फेरि पनि लेखिदिएँ 6227 यिनीहरू 7002062277 यसमा मलाई सम्पर्क गरेर हजुरहरूको डाउटहरू क्लियर गर्न सक्नुहुन्छ। अब हामीहरूले फास्ट डिस्कस गऱ्यौँ निबन्ध। मैले के भने फास्ट हामीले डिस्कस गऱ्यौँ निबन्ध, त्यहाँ पछाडि डिस्कस गर्ने भनेको थियो डाइरेक्ट क्वेसन निबन्ध, त्यहाँ पछाडि आयो व्याकरणहरू हेर्नुभयो। अब त्यहाँ पछाडि के आयो भने नि त म यहाँ भन्न चाहन्छु हजुरहरूलाई जे यस पछाडि हजुरहरूले मोस्टली के हेर्नुपर्छ भने
कवि परिचयमा पनि कविको जन्म सन डेट अफ बर्थ एउटा बोई लेखेरै बस्नु होला। म के भन्छु म यहाँ कुनै हजुरको सामु म यहाँ दर्शाउन नसकौँला। कविको कवि परिचय हेर्न छिटै सक्नको लागि कविको जन्म, आमा बुवाको नाम, त्यहाँ पछाडि कुनै वर्ड बाहिरका थिए, कृतिहरू कति छन्, के सनमा भएको थियो, के भएको थियो, डेट अफ बर्थहरू यतिहरू हजुरहरूले ध्यान दिएर हजुरले त्यहाँनिर पढ्न सक्नुहुन्छ। यसरी नै पढेर अब कसैलाई चाहिँ यो हुन्छ साह्रो हुन्छ चाहिँ म्याक्सिममलाई डेट अफ बर्थ मुखस्त रहन साह्रो हुन्छ, सनहरू रहँदैन मनमा। यसको मलाई धेरैले सोध्नु हुँदैछ यसको के टिप्स थियो छ कि क्या हो। हेर्नु सन बायाट गर्ने जस्तै कुनै सर्ट टिप्स छैन। यो कुरो हजुरले ध्यान दिनु। जति भिडियो हेर्नुभएको छ होला सायद कोही बेला त हेर्नुभएको छ होला यति सङ्ख्याहरू बाइट गर्ने टिप्सहरू कस्तो हुन्छ। हजुरले यो टिप्सहरूको तपाईँलाई भिडियो हेर्दै तपाईँको समय बर्बाद हुन्छ। अनि म भन्दैछु जतिजनालाई अहिले साह्रो पर्दैछ नि म डाइरेक्टली भनिदिन्छु अरूहरू जस्तै कि अरूहरू त्यो जस्तै कि कोहीले चाहिँ के हुन्छ भने म्याक्सिममले 80%ले म अहिले भन्दै नराम्रो नपाउनु होला, म्याक्सिममले के भने पढ्न छोडेर कहाँ पूजा, कहाँ इन्स्टामा रिल्स, कहाँ युट्युब, कहाँ फेसबुक, कहाँ वाट्सएप, कहाँ मेसेज, कहाँ गर्लफ्रेन्ड, कहाँ बोयफ्रेन्ड, यो तरिकाको हुँदैछ हजुरहरूको एकदम मोस्टली हजुरहरूको पढामा धेरै इफेक्ट पर्छ। त्यही भएर म भन्दैछु हजुरले मोस्टली तपाईँहरूले कोहीसँग बोल्ने ओर्ने टाइम त पछाडि पनि भेट्नुहुन्छ, तर यो समय यो परिस्थिति यो साथीहरू तपाईँले कहिले पनि भेट्नुहुन्न। यो कुरो एकदम मोस्टली ध्यान दिनुपर्ने हुन्छ। अनि हामी अघिल्लो एक्जामको अघिल्लो दिन के गर्छौँ भन्दाखेरि एक दिनमा पढ्ने टिप्स। मैले के भने हो कि होइन, मलाई एकदम हो कि होइन भन्नु है। एक दिनमा कसरी कम्प्लिट पढ्न सकिन्छ यस्ता खालका भिडियो आउँछन्, त्यसमा समय बर्बाद हुन्छ। अर्को के बिमार हुन्छ भने हामीहरूको चाहिँ अब स्कुलमा सरले बुझाए, कोहीले बुझे भनौँ त्यतिमै हामीहरू पनि बुझेका छैनौँ तर भनिदिन्छौँ, किनभने हामीलाई त्यहाँ अरूको अगाडि बुझिन भन्न लाज लाग्छ। यो तरिकाले पनि हामीहरूलाई धेरै इफेक्ट पार्छ। हजुरले एकदम ध्यान दिनु होला। मैले बोलेको के बोलेको भन्ने सोच्नुहुन्छ होला। यदि हजुरले परीक्षाको अघिल्लो दिन हेर्नु होला, चाहे मेरो भिडियो अहिले हेर्नु हुँदैछ सायद तपाईँले परीक्षा हुने 1 महिना अगाडि वा परीक्षा पछाडि वा कुनै न्यू स्टुडेन्ट्स जो चाहिँ एक्जाम दिन जाँदैछ त्यसले हेर्नु हुँदैछ भने हजुरले मोस्टली अहिलेदेखि पढ्नहरूको एकदम ध्यान दिनुपर्ने हुन्छ। र अर्को कुरो के भने अब हामीहरूले अहिले हामीहरूले डिस्कस गर्यो के भने 1 नम्बरको सर्ट क्वेसन एन्सर बा डाइरेक्ट क्वेसन एन्सर पनि भन्न सकिन्छ। अनि क्वेसन एन्सर भन्नाले हामीलाई डाइरेक्ट क्वेसन एन्सर 1 2 3 4 5 नम्बरी जति हुन्छन् 1 नम्बरमा हामीले यो गरौँ, 2 नम्बरमा निबन्ध, 3 नम्बरमा ग्रामर, 4 नम्बरमा के गर्ने त भन्दाखेरि 4 नम्बरमा आउँछ हजुरहरूको मोस्टली 4 नम्बरमा हजुरहरूले गर्नुपर्ने चाहिँ के हुन्छ भने पछाडि नि कतिपय हजुरले यस्ता नजानेका शब्दहरू हुन्छन्, कतिपय यस्ता नजानेका हुन्छन् जुनलाई 4 नम्बरमा मैले भन्न खोजेको म डाइरेक्टली भनिदिन्छु रिभाइज गर्नु। रिभाइज मैले के भने रिभाइज अन्ली नेपाली मात्रै होइन अरू जुन सब्जेक्ट छन् त्यसको रिभाइज गर्नु हुन हजुरले 4 नम्बरमा रिभाइज गर्नु अनि मात्रै क्वेसन पेपरहरूको सल्भ गर्नु है। क्वेसन पेपरहरूको सल्भ गर्नु यो मैले टिप्स मात्रै होइन, यो हजुरलाई मोस्टली सिकाएँ। हजुरले अहिले अब धेरैले सायद गर्नु हुँदैछ होला मोटिभेसनली स्पिच हेरेर टाइम बर्बाद गर्नु हुँदैछ। कति एक हप्तामा पढ्ने कसरी, 1 महिनामा कसरी पढ्ने, यो टाइपको ट्रिक्सहरू हेर्नुभन्दा हजुरहरू मोस्टली आफै टु हेर्ने समयमा किताब लिएर बस्नु होला। धेर छैन हजुरहरूको 1 देखि 1.5 महिनासम्म चाहिँ यत्रो दिन त हजुरहरूले कष्ट गर्नुभयो, कसैले भए पढ्नु भएको छैन भने अहिले बसिदिनु होला। 1.5 महिनासम्म हजुरहरूको एकदम राम्रो हुनेछ।
राम्रो एउटा के भने फल आउने छ कि अहिलेको हो, त्यही भएर धुर्योर फल मिठा भनिन्छ हो, त्यही भएर भनिएको हो। र अब जस्तै कि यहाँ हामीहरूले यो पिडिएफ हजुरलाई सायद दिनु भन्ने हुन्छ होला। यो पिडिएफ हजुरको यो पिडिएफको लागि मलाई एक्ज्याक्टली यस क्लास पछाडि मलाई सम्पर्क गर्नु होला 0020062277 यो नम्बरमा हजुरहरू सम्पर्क गर्नुहोला। सम्पर्क गरेर मलाई भन्नुहोला। ओन्ली यहाँ व्याख्याको किबोर्ड पनि दिएको हुन्छु मैले, किबोर्डहरू पनि लेखिदिन्छु हो, यहाँ किबोर्डहरू पनि हुन्छन् व्याख्याको। र यहाँनेरि हजुरले मोस्टली 120 रुपिसमा हजुरले यो पिडिएफ लिन सक्नुहुन्छ। किन भन्दा फेरि अब त्यसरी भन्नुहुन्छ भने यहाँ मोटामोटी 1 से 2 विक लागिरहेछ। यो बहुत पिडिएफ बहुत कष्टले बहुत उयोले बनाइएको हो र यसबाट कमन हेर्नु 100% स्योर पर्छ, किनभने धेरैले अब सबैले त त्यसै भन्छन् नि भन्ने हुन्छ होला। तर यहाँ हजुरले एउटा कुरो ध्यान दिनु भएन, सबै सायद दिनु भएन कि जस्तो मैले भनेको, यहाँ सबै होल बुकको कमन छ। होल बुकको जस्ट म्याक्सिमम छोडिएका भनेका 10% मात्रै छोडिएका छन् होला क्वेसन, बाँकी हामीहरूले सबै यहाँ पिन गरिदिएका छौँ। पिन सबै हामीले क्वेसन डिस्कस गरेका छौँ। यहाँ 10% मात्रै छोडियो होला सायद, र 10% छोडिएका र यो भनेर पनि नबस्नु चाहिँ मैले दिएका चाहिँ कमन आउँछन् अनि यही मात्रै पढेर जान्छु, त्यो होइन। हजुरलाई मैले यहाँ एन्सर नदिनुको कारण के भने हजुरहरू मोस्टली पढ्नुहुन्न। एन्सर दियो भने डाइरेक्ट एन्सर हेर्नुहुन्छ जानुहुन्छ। मैले डाइरेक्ट क्वेसन दियो भने के हुन्छ भने हजुरले त्यो क्वेसनको एन्सर कहाँ छ हेर्दा फेरि धेरै कुरा जान्नुहुन्छ। त्यही भएर मैले डाइरेक्ट क्वेसन मात्रै दिएको, एन्सर मैले दिनँ, ठिक छ। र हजुरलाई म एउटा दिन्छु 100 रुपियाँको नोट कसले लिएको थियो मलाई छिटो कमेन्ट गर्नु होला। अहिले 100 रुपियाँको नोट कसले लिएको थियो मलाई कमेन्ट बक्समा मलाई कमेन्ट गर्नु होला, ठिक छ। मलाई कमेन्ट गर्नु होला कमेन्ट बक्समा, र म हेर्ने पनि छु हजुरहरूको कमेन्टहरू है त। र हजुरहरू यदि सिङ्गार हुनुहुन्छ भने मैले के भने सिङ्गार हजुरहरू सिङ्गार वा गान गाउनुहुन्छ भने मेरो एउटा च्यानल छ, मेरो पर्सनल च्यानल हो त्यो च्यानल हो सञ्जीव SNJIVMAINALI मैनाली कारियोके स्टुडियो। हजुरले त्यो च्यानल डाइरेक्टली मेरो यस डिस्क्रिप्सन भिजिट गरेर थाहा पाइहाल्नुहुन्छ। ती गएर हजुरले पक्कै त्यहाँ गएर हजुरले ट्रेकहरू भेट्नुहुन्छ र त्यहाँ पनि जान हजुरले सक्नुहुन्छ। र अब मोस्टली मैले के भन्छु भन्दै थिएँ अहिले मैले ठिक बिर्सेँ पनि। अब म यहाँ मोस्टली हजुरहरूको सामु म दर्शाउन चाहेँ, जस्तै कि अब म एउटा ड्रइङ गरिदिई हेर्नु पर्यो है त। अच्छा एउटा कुरो, अब हामीहरूले नेपालीहरू यतिहरू पढ्यौँ होइन, अब हामीहरूले त कतिवटा क्वेसन एन्सरहरू त लिएर आएका छौँ। मैले अघि भनिहालेँ त्यो क्वेसन एन्सरहरू सबै थोक मलाई डिस्कस गरेको डिस्क्रिप्सन एकखेप चेक गर्नु होला भिडियो हेरिसकेर, त्यहाँ मैले होलसेल क्वेसन एन्सर दिएको छु। अब आउनुहोस् फेरि हामी डिस्कस गरौँ के भने यो 1-1.5 महिनामा हजुरले मैले भने जस्तै गर्नुभयो भने म्याक्सिमम 90 एउटा बुकमा 90+ भेट्ने चान्स हुन्छ। त्यो तपाईँहरूले मैले ढाँटेको पनि हजुरले पक्कै गरेर हजुरले तयारी एकदम हेर्नुपर्ने हुन्छ। र अब अर्को कुरो के आयो भने यहाँनेरि जे सिलेबस कसैले कभर गर्नुभएको छैन। नेपाली एमएनमा हजुरले एक हप्ता राम्ररी पढ्नुभयो भने नि सिलेबस कम्प्लिट हुन्छ। र अब धेरैको कुराहरू यो छ जे लेख्न त म सही लेख्छु, पढ्न त म पढ्छु, तर ह्यान्डराइटिङ वा स्पेलिङ मिस्टेक हुन्छ जे नेपालीको म्याक्सिममको यो छ
थट हो। त्यसले गर्दा बेला बेला आफैमा एउटा के भन्ने हुन्छ, डाउन फिल हुन्छ, बा एउटा जुन भन्छन् नि एकदम अल्छ्या टाइपको हुन्छ। तर म भन्दैछु हजुरहरूले एकदम निश्चिन्त हुनु। यहाँ ह्यान्डराइटिङ मिस्टेक हुँदा फेरि यहाँ केही हुँदैन। मैले अहिले डाइरेक्ट भन्दै हजुरहरूको के भने नि त, मैले भने सर्प। अब मैले फर एक्जाम्पल भने बुझाउन खोज्दैछु सर्प। अब मैले ह्यान्डराइटिङ मिस्टेक भएर मैले के लेखिदिएँ, सरप यो लेखिदिएँ। तर के भने एउटा लाइनमा के हजुरले बुझाउन खोज्नु हुँदैछ, ह्यान्डराइटिङ मिस्टेक भयो, तर त्यो बुझाउन खोज्नुभएको क्लियर छ भने हजुरलाई मार्क काट्दैन डाइरेक्ट। अब यो कुरो जनाए हजुरले, म एकदम ग्यारेन्टी दिन सक्छु यसको मार्क काट्दैन। किनभने मै एउटा त्यस्तोमा परेको पनि छु हो, र मैले धेरै मानिसहरूसँग पनि बुझेको पनि छु। र तसर्थ यो काट्दै नै स्योर छ हजुरले, यो एकदम स्योर नै राख्नु। स्योर मोस्ट इम्पोर्टेन्टली राख्नु। अब मैले भनिहालेँ। र हस् त आजको क्लासबाट मैले यति नै बिदाई लगाएँ। र यो भिडियो कस्तो के लाग्यो हजुरहरू त्यस्तै कमेन्ट बक्समा जरुर 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 भनिदिनु हुन म विनम्र अनुरोध गर्दछु। भने आउनेवाला हजुरलाई म यसै भिडियोमा हजुरलाई आउनेवाला म यहाँदेखि उता म दिन सक्दिनँ होला सायद, किनभने म 10+ च्यानलमा काम गर्दैछु र च्यानलमा म काम गर्दैछु। त्यसो हुँदाखेरि म यहाँ भिडियो दिन सक्दिनँ होला। त्यही भएर म अहिले नै हजुरहरूको सामु म सबैलाई नै यस च्यानलबाट म ज्ञापन गर्दछु। र म धेरै 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 म हजुरहरूको सामु म के गर्दछु भने एउटा हजुरलाई सबैलाई शुभकामना दिन चाहन्छु। चाहिँ उता 2026 सन अर्थात् न्यू इयर्सको पनि शुभकामना दिन चाहन्छु। साथसाथै न्यू इयर्सको त शुभकामना भइहाल्यो, त्यो त दिइहालिन्छ। अर्को के भने न्यू इयर्सको त शुभकामना दिएर मात्र पनि भएन। हजुरले आउनेवाला एक्जाम 1 से 1.5 मन्थमा आउनेवाला छ। हजुरले त्यो एक्जाममा सबैजना जति यस च्यानलमा हेरिरहनु भएको छ सबैजना पास हुनुहुन्छ भन्ने म विनम्र अनुरोध गर्दछु। र हजुर विनम्र एउटा आशा लिएको छु। र पास हुनु भने जरुर हामीहरूको च्यानलबाटै कस्तो के खालको आयो बा के हामीहरूको यस नेपाली इमेलमा च्यानल यसमा मैले आज डिस्कस गरेको कस्तो के आयो हजुरले पक्कै मैले दिएको छु डिस्क्रिप्सनमा त्यो नम्बरमा हजुरहरू त्यसै दिन रिजल्टको दिन जनाउन हुन नभुल्नु होला। र यदि राम्रो पाउनुभयो भने प्लिज सेयर गरिदिनु होला, किनभने अझै हामी बनाउन उत्साहित हुन्छौँ। र 10 का स्टुडेन्ट हजुरलाई म के भन्न चाहन्छु भने र 10 देखि यदि 12 मा कसै यस भिडियो हेरेर पुग्नु भने हामी 12 मै भेट्नेछौँ। 12 मा हामी 12 कै क्लासमा भेट्नेछौँ। मैले के भने 12 कै क्लासमा भेट्नेछौँ। र त्यो हुँदाखेरि हजुरहरू सबैजनालाई फेरि पनि परीक्षाको साथसाथै न्यू इयर्सको हार्दिक 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 मङ्गलमय शुभकामना व्यक्त गर्दछु। भने हजुरहरू सबैजनाको जीवनमा फलोस् फुलोस् र उत्साहित र आनन्दहर्क सबै चिताएका मनोकामनाहरू बा हजुरहरूले चिताएका कामहरू पूर्ण गराइदिउन् भन्ने बा पूर्ण होस्। बा यो वर्षसम्ममा जतिजनाको जोसँग पनि विशेष गरी म यहाँ नाम लेखेर दिँदैछु हो, यो नाम लेखेर दिएको हो मैले चाहिँ। र यिनीहरूसँग जतिजनाको झगडा भएको थियो यिनीहरूको पनि मिलोस् हो। र अर्को के भन्न चाहन्छु भने जति आफन्तहरूमा एउटा नराम्रो भएको थियो त्यसलाई हामीहरूले राम्रो र यस 2026 सनदेखि सबैको राम्रो हुँदै जाओस् र त्यही नै भन्न चाहेँ। र यस भिडियो कस्तो के लाग्यो कमेन्ट गर्नु होला। र आउनेवाला भिडियोमा हामी डिस्कस गर्नेछौँ क्लास 12 को नेपाली एमआइएलको। हस्त यस भिडियोबाट म अन्त भन्छु। र हजुरहरू अहिले नयाँ हेर्दै हुनुहुन्छ भने नयाँ हजुरले कोही नयाँ आउनुभएको छ भने हामीहरूको च्यानललाई सब्सक्राइब गर्नुहोला।
र बेल नोटिफिकेसन अलमा क्लिक गर्न हुन नभुल्नु होला, किनभने यस्तै खालका सुन्दर सुन्दर भिडियोहरू हामी प्रसारण गर्ने गर्दछौँ। त्यसै भएर हजुरहरू सब्सक्राइब गरिराख्नु होला र हजुरले अहिले यो समय भनेको हजुरले एक दिनमा पढ्ने, एक हप्तामा पढ्ने यस्ता भिडियोहरू हेर्ने र समय बर्बाद गर्नुभन्दा पढेर बस्नु होला। केही डाउट छ भने मलाई भन्नु होला है त। र मैले आज यतिमै छोडेँ र कस्तो के लाग्यो डिटेल्समा म फेरि पनि भन्दैछु, कमेन्टमा जरुर भन्नु होला। र यस पिडिएफ हजुरहरू लिन चाहनुहुन्छ भने ओन्ली फर 120 इरिस हजुरहरूले यो पिडिएफ लिन सक्नुहुन्छ। र यसमा म व्याख्या पनि दिनेछु, यहाँ व्याख्याको किवर्ड पनि दिनेछु, चिन्दै नगर्नु। र विभिन्न थोकहरू पनि पाउनुहुन्छ यसको साथमा। र हस्त सबैजनालाई फेरि पनि बेस्ट अफ लक आउनेवाला एक्जामको लागि भन्दै आजको यस भिडियोबाट म अन्त भन्छु। हस्त नमस्ते।